चाहिँ हामी चाहिँ आज मन्दिर जाँदैछौँ उमलीमा अनि भाउजू र म चाहिँ अरूहरू त सबैजना गइसक्यो हामी चाहिँ जाँदैछौँ भर्खर हामी उकालो चढ्ने बेला भयो है साथीहरू मन्दिर हामी चाहिँ पुगिसक्नु आँटे बाटोहरू चाहिँ यस्तो छ है साथीहरू हाम्रो मन्दिर जाने बाटो चाहिँ यो बाटो चाहिँ 4 माइल जाने बाटो है 4 माइल जाने बाटोमा छ मन्दिर चाहिँ हामी चाहिँ सौदाहरू लिनु चाहिँ यही बाटो जान्छौँ हामी चाहिँ 4 माइल बाटोमै जान्छौँ हामी सौदाहरू लिएर आउँछौँ भाउजूले अब ठाउँ बाटो कतार जानुपर्छ भन्ने चाहिँ देखाउनु हुँदैछ यहाँनिर त्यताबाट उकालो चढ्नुहोस् तपाईँ हामी चाहिँ मन्दिर जाने बाटो अब यता उकालो जानुपर्ने साथीहरू सबैजना आइसक्यो हामी चाहिँ ढिलो पुग्दैछौँ कराउनुहुन्छ होला पाकिसकेर पुगेको जस्तो भयो त भाउजू अनि हामी चाहिँ मन्दिर पुगे साथीहरू हामी चाहिँ मन्दिर आइसक्यो साथीहरू भाउजूले ढोक्नु जानुहुँदैछ भर्खर आएको के साथीहरू अनि त्यहाँदेखिको यता अङ्कलले चाहिँ भर्खर आएको भन्नुभयो अन्त हजुर भन्यौँ अनि त्यहाँदेखिको अङ्कलले पर जानु पूजा गरेर आउनु भन्नुभयो अनि चाहिँ हामी चाहिँ पूजा गर्न जाँदैछ है साथीहरू यहाँनिर अनि पूजाहरू सबै यहाँ पूजा गरेर ढोक्सो गरेर चाहिँ हामी चाहिँ माथि प्रसाद खानु जाने साथीहरू अनि हाम्रो चाहिँ राई लिम्बूको एकैचोटि गर्छ नि त सबै रीतिरिवाज त्यही भएर चाहिँ हाम्रो यहाँ चाहिँ लिम्बूले चाहिँ यहाँनिर हामी उतापट्टि चाहिँ राईको छ अनि हामी चाहिँ सबैजना मिलेर गर्छौँ साथीहरू सबैजना मिलेर गरेकै राम्रो नि त एकअर्कामा मनमुटाउ हुनु हुँदैन सबैजना मिल्यो भने जे पनि राम्रो हुन्छ मिलेर गऱ्यो भने जे पनि राम्रो हुन्छ त्यही भएर हामी चाहिँ सबैजना मिलेर हाँसी खुसी गरेर चाहिँ हामी गर्छौँ साथीहरू अनि यसरी नै सधैँभर सबैजना मिल्नुपर्छ मिलेरै गरी खानुपर्छ है मिलेर भने जे पनि हासिल गर्न सकिन्छ मिलेन भने केही गर्न सकिँदैन है साथीहरू त्यही भएर सबैजना मिलेर यसरी रमाइलो गरेको धेरै राम्रो हुन्छ अनि त्यही भएर हामी चाहिँ सबैजना मिलेर यहाँनिर अब पूजाहरू गर्नुहुँदैछ अनि सबैजना पकाउने पकाइरहेको छ है खाने खाइरहेको छ अनि बाँडिराख्नु भएको छ भिडियो बनाउँदै अनि चाहिँसँग मासु चाहिँ रक्तीमा मासु हालेर चाहिँ अनि उयो चिउरासम्म खाँदै बसिरहेको छ एकजना रमाइलो गर्दै है अनि सबैजना मजा आइरहेको छ अनि पानी परेर चाहिँ हामीलाई विश्वास गरे क्या साथीहरू अब पानी परेपछि अलिकति भए पनि बोरिङ हुन्छ नि त तर पनि हामीलाई चाहिँ पानी परे पनि मजा आयो साथीहरू है अब यता च्याप्टुङ डान्सहरू गऱ्यौँ अनि यतानिर खानु पनि त्यतिकै खाइहाल्यौँ है अनि मजा आयो अब मिलेर गऱ्यो भने त जे पनि राम्रै हुन्छ क्या साथीहरू अनि सबैजना मिलेर गरिरहेको छौँ हामीले है अनि त्यही भएर मजा आइरहेको छ क्या साथीहरू म चाहिँ मिलेर सबैजना मिलेर एकअर्कालाई अब राम्रो भनेर राम्रो गरेर अब सबैजना मिलेर गरेको मलाई साह्रै मनपर्छ साथीहरू है कोहीसँग अब मनभित्र चाहिँ नहोस् भन्ने हुन्छ मलाई चाहिँ है कसैसँग रिस राहत गर्नु भनेको राम्रो होइन है सबैजना मिलेर गरेको धेरै राम्रो हुन्छ साथीहरू है अनि त्यही भएर सधैँभरि एकबार मान्छे मरेर लाने के छ र होइन साथीहरू त्यही भएर चाहिँ सबैजना मिलेर गरेको धेरै राम्रो हुन्छ अनि सबैजना खुसी पनि हुन्छ कसैको मन पनि दुख्दैन है साथीहरू अनि त्यही भएर चाहिँ सबैजना मिलेर गर्दैछ साथीहरू हामी चाहिँ इन्जोय गर्दैछौँ क्या अनि यहाँनिर खाँदै बस्दै अब इन्जोय गर्दैछौँ है अनि रमाइलो भइरहेको छ है साथीहरू अनि ससाङले यहाँ खानु आँटेको छ दामी भएछ है पनि खाँदैछ साथीहरू सेक्का चाहिँ दामी भएछ अन्त यहाँ सबैजना सेक्कामै छ है हात चाहिँ सबैजनाको वाचिपा छोडेर सेक्का खाँदैछ सबैजना दामी हुन्छ सेक्का चाहिँ यहाँ च्याप्टुङ डान्स गरेको त झन् साह्रै मन पर्यो साथीहरू है अन्त यहाँनिर सबैजना डान्स गर्नुहुँदैछ सबैजना च्याप्टुङ बजाउँदै रमाइलो गर्नुहुँदैछ है मजाले अनि मजा आइरहेको छ क्या साथीहरू रमाइलो भइरहेको छ क्या अनि सबैजना मिलेर गर्दाखेरि त कति रमाइलो हुँदो रहेछ क्या साथीहरू मिलेर गरेपछि त जे पनि रमाइलो हुन्छ है अनि सबैजना मिलेर कस्तो रमाइलो भइरहेको छ साथीहरू है मलाई कस्तो मजा आइरहेको छ यसरी नै राम्रो हुन्छ क्या साथीहरू अनि म पनि एकछिन चाहिँ नाचेँ क्या मजा आयो साथीहरू
अनि साथीहरू मेरो भिडियो चाहिँ तपाईँहरूलाई कस्तो लाग्दैछ हौ मेरो यसो भ्लगहरू चाहिँ तपाईँहरूलाई राम्रो लाग्दैछ कि छैन हौ साथीहरू अनि राम्रो लाग्छ भने चाहिँ यसो लाइक गरिदिनुहोस् होला अनि कमेन्ट पनि गरिदिनुहोस् है साथीहरू अनि राम्रो लागेको छैन भने पनि यसो कमेन्ट गरेर भनिदिनुहोस् कि यो तिम्रो बिग्रिरहेको छ भन्यो भने म सुधार गर्छु होइन अब के कुरा मेरो बिग्रिरहेको छ भनेर म सुधार गर्छु म चाहिँ जस्तो छ त्यस्तै भिडियो बनाएर हालिदिन्छु है साथीहरू अनि तपाईँहरूलाई अब यो भिडियो चाहिँ यस्तो भएन भनेर तपाईँहरूले भन्नुहुन्छ भने जस्ट अब मलाई कमेन्ट गर्नुहोस् होला म फेरि सुधार्ने कोसिस गर्छु साथीहरू अनि आजलाई चाहिँ मेरो भिडियो यति नै हो साथीहरू यहाँ चाहिँ हामी इन्जोय गर्दैछौँ अनि त्यही भएर अब एकछिन इन्जोय गर्ने एकछिन अब रमाइलो गर्ने यहाँनिर यसो अब डान्स गर्ने त्यही भएर अब भिडियो चाहिँ मेरो यति नै है साथीहरू